आज राप्ती नगरपालिकाको कार्यपालिका लगभग एउटा बोर्डै साथीहरूलाई एउटा डेलिगेसन लिएर राप्ती नगरपालिकाको उपप्रमुखको संयोजकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आइपुगेका छौँ। हाम्रो राप्ती नगरपालिकामा विगत लामो समयदेखि नगर प्रशासकीय प्रमुख विहीन भएको धेरै लामो भइसकेको छ, लगभग 1.5 महिना भइसकेको छ। उहाँको पोस्टिङ पनि लगतै हिजो नै भएको हामीले खबर पायौँ। पक्कै पनि अबको 1-2 दिनभित्र नै हामीले नयाँ उपसचिव प्राप्ति गर्नेछ भन्ने विषयमा हामीले विश्वास लिएको छौँ र अझ यो विषयमा चाहिँ अझ कार्यपालिका सदस्य साथीहरू सँगसँगै नगर प्रमुखज्यू पनि उपस्थित भएर हामी सबै मिलेर मान्य मन्त्रीज्यू र मान्य सचिवज्यूलाई हामीले अनुरोध गर्न पाएको भए अझ उत्तम हुने थियो भन्ने विषय हामीले लिएको छौँ। तर पनि प्रमुखज्यूको अनुपस्थिति भए तापनि हामीले लगभग नगरपालिकालाई निकास दिनको लागि